नहीं सब मोन्टेरोसो यहाँ चाहिँ म नबोल्न पनि सक्छु धेरै अब खिच्ने मात्र हो मैले बिस्तारै एक दिन यहाँ अब समुद्रको नजिक यो चिन्के तेरा भन्ने इटलीको ठाउँमा के देख्छ अब हेर्दै जाम कुन त्यहाँ हो त्यहाँबाट हामी झरेपछि यहाँ तल समुद्र छ समुद्रको नाम त के हो मलाई थाहा भएन मैले पछि हेरेर लेखिदिन्छु चल कुनै बेला ल यस्तो छ अब जति खिच्यो भने यस्तै देख्छ मैले भिडियो चाहिँ राख्छु होला एक दुईटा ल यस्तो छ है कुराहरू लागिरहेको छ सर एकदम म रमाइलो ब्लग बनाउनुको अनि किनकि जिन्दगीमा पहिलोचोटि समुद्र यति नजिकबाट फिल गरिरहेको छु होइन एकदम मजा आनन्द लागिरह फेरि भाग्यवश भनौँ न आज अब घाम पनि आनन्दको लागिरह फेरि वाम पनि छ जाडो महिनामा छौँ जनवरीको पहिलो उसमा हुँदा पनि यस्तो मजाले ठिकठाक लाएर कहाँ गऱ्यो हामी आइरहेको ठाउँतिर यो चाहिँ चिन्के तेरा भन्ने चिन्के अब अहिले चाहिँ हामी मोन्टेरोसो भन्ने ठाउँमा छौँ यहाँबाट हामी एउटा हाइक जान्छौँ त्यसपछि फेरि अहिले अरू गाउँ घुम्न जान्छौँ फेरि यता फेरि छ नि फेरि यतातिर दुईजना तोरी लाउरेहरू आएको छ हाय 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 वो सिलसिले वो शौक वो निस्बत नहीं रही वो दिल नहीं रहा वो तबीयत नहीं रही ठिकै छ जस्तो गीतमा नि हाल्नु थियो नि त अनि पछि त्यो वाटर रिलेटेड एक्टिभिटी पानी उतार्ने गर्ने केही गर्न लाग्छ गर्नु हामी चाहिँ यहाँ के भयो भन्दा एकदम धेरै भुलिसक्यो सुरुमा समुद्र देखेको भएर सबैजनाहरू फोटो खिच्ने पानीमा जाने भिडियो खिच्ने टिकटक खिच्ने गर्दा गर्दै 1-1.5 घन्टा जान थालिसक्यो अब हाइक जानुपर्ने हुन्छ यहाँको अपडेट यही हुन्छ ल यो मैले सानो भिडियो बनाएर राख्न सक्छु यहाँ एकदम रमाइलो भइरहेको छ ठ्याक्क ल यताको भ्यूहरू चाहिँ यस्तो छ अब बिस्तारै ठ्याक्क हाइक सुरु भइसक्यो हाम्रो अब कति टाइम लाग्छ मलाई थाहा छैन त्यहाँ नर्मली कति 3.5 किलोमिटर लेखिरहेको थियो तर हामी त नेपालीको छोरो गइहालिन्छ नि फेरि रुवाई गर्छ इन्फर्मेसनहरू चाहिँ यहाँ छ अब यहाँ पाउज गरेर पढ्ने कसलाई पढ्न मन छ यस्तो यहाँ रेस्टुरेन्ट ककटेल बारहरू अनेक थरी कुराहरू छ ल यहीँ हो यहाँ अनफर्चुनेटली मेरो फेरि मोबाइलमा हल्का चार्ज कम पनि भइरहेको अब यहाँ सुरु हुँदैछ रियल जर्नी यहाँबाट हामी जाँदै गर्छौँ ल यतैबाट जाने हो जाम चलौँ ल यो चाहिँ अब युरोपियनको लागि चाहिँ अलि एकदम अब यस्तो सिँढीहरू नचढ्नेहरू हुन्छन् नि यिनीहरू यिनीहरूलाई चाहिँ रमाइलो लागिरहेको छ ल यताबाट यस्तो छ भ्यू
साथीहरू यहाँ आउँदैछन् गीत गाउँदै। यहीँ हो ल जाउँ। यो चाहिँ प्रख्यात यस्तो स्टेप्स फुट स्टेपको लागि फेमस छ भन्दैछ। अब म अरू बिस्तारै बिस्तारै रिभिल गर्दै जान्छु है। यो चाहिँ खासमा फोटोग्राफी अब भिडियोग्राफीमा जसलाई धेरै इन्ट्रेस्ट छ तिनीहरूको लागि एकदम आइडियल ट्रेल देखिरहेको छ इन्टरनेटमा। त्यहाँ देख्न पनि सकिन्छ। ल अब बिस्तारै यहाँ साथीले गर्ने भइसक्यो, मलाई चाहिँ भएको छैन। यहाँ अब यो केतुकी हो। यो च्याट जिपिटीको बिजनेस गरेर हुन्छ। जैतुन भनेको अर्कै हो, केतुकी हो क्या यो त। अब युरोपको मेरो फर्स्ट हाइकिङ हो यो। यहाँ चाहिँ के अनेक थरी केतुकीको बुट्टामा लभ साइन बनाइरहेको छन्। यता चाहिँ अब सीहरू आइसक्यो। यहाँ क्याक्टस, यसलाई केतुकी भन्छन्। अब त्यहाँ अर्कै लेखिरहेको थियो, जैतुन सैतुन अङ्ग्रा बङ्ग्ला अनेक थरी। ल फोटो चाहिँ यहाँ चाहिँ ममा बाबाले खिच्न मिल्छ है। ल केटा त्यहाँ बस ल, म फोटो खिच्छु। फेरि म अर्को गोरेटोमा आएँ। यहाँ माथिबाट फेरि सेम सी नै बडो गजबको देखिरहेको छ। यो त कस्तो त्यहाँ एउटा ग्रेट वाल अफ चाइनाको बिल्डिङ जस्तो पो देखिरहेको छ त माधवफुल्ली। कस्तो म यस्तो बोल्न नहुने है। ल है अब फेरि माथिबाट फेरि अर्को भ्यू आउँछ एकछिनमा है साथीहरू। यहाँ हेर्दा चाहिँ ठ्याक्कै नेपाल जस्तो देखिरहेको छ होइन। टाढा काँडा पहाड, यो पावर स्टेसन जस्तो पारीका घरहरू। तर त्यहाँ माथि पुल त्यस्तो नेपालमा हुँदैन। म चाहिँ क्यासलमा जान लागिरहेको छु। यहाँ के छ थाहा छैन है मलाई। किन हाइक जाने भनेको फेरि समुद्रकै छेउमा झार्यो साथीहरूले। गाउँ नै जानु पाएन, त्यस्तो भइरहेको यहाँ। ठिक छ ठिक छ। होइन मैले सुनिरहेको। When you are in France, you know that in Italy that people from foreign countries arrive, they don't think it's so easy to get here. Now all people they are going to Malta. अलि डेन्जरस छ। फेरि यहाँ भिडियो त खिच्नु पऱ्यो। अहिले अर्को गाउँमा आउँदा बिचमा म सबै रोक्दिएँ। यहाँ चाहिँ यो युरोपको कल्चर हुन्छ, यो चाँपीमा नाम लेखेर राख्ने। यस्तो दामी देखिरह। मजा। के भन्नु विकास त्यसले? के भन्नु त्यसले? मैले नदिएको फेरि थ्याङ्क यू भन नाडा भन्नु। ल्याब टेस्ट गरेको भन न। ए त्यहाँ भिडियो बनाउनु पर्ने ल्याब टेस्टको है। ओ मात्र खुल्ली उहाँ जहाज हेर न। ल है ल ल्याब टेस्ट पनि भइसकेको छ। 5वटा गाउँ चाहिँ भ्याउन पर्छ है विकास। आयो भेट्नाथ छ आयो भेट्नाथ छ। अब यहाँ जाँदैछौँ हामी। के खानुपर्छ त्यहाँ गएर। विकास हिँडिरहन्। यहाँ चाहिँ आयो भेट्नाथ छ भन्ने। यो मुला बन्दरगाह जस्तो छ। टक्क जहाजहरू आएर रोक्ने सामान लिने। यता बजार, यता माथि अर्को गाउँ छ। ल
ल यो है त अपडेट ल गाउँ चाहिँ यहाँ गाउँहरू एक्सप्लोर गर्ने सामानहरू किन्ने नेपालमा जस्तो ह्यान्डिक्राफ्टको वाइनहरूको लागि एकदम फेमस ठाउँ रहेछ यो एकदम बाइक्सवाला सिटी छ यो सिटी होइन भिलेज 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 यहाँबाट ट्रेनमा जर्मनीको 2 रुपियाँमा पाउने जस्तो लाग्यो यार मलाई खुब गर्ने भन् खानालाई मात्र थोरै किने त फोटोको लागि किनिहाल्नु मलाई जस्तो भयो कि मैले पानी के भयो भने सी फुड धसेर फेरि धसिसकेपछि फेरि हल्का अब दिनु पर्यो नि त चलपल सी फुड मात्र होइन है फेरि त्यो पानी पनि खाएको छ फेरि सी फुडहरू ट्राई गरियो होइन सी फुडहरू ट्राई गरेको तर मलाई के भयो थाहा विकास ढुङ्गासित चलायो मलाई के भयो थाहा अब मलाई के भयो थाहा अब गएर एक प्लेट के अन्त यहाँ चाहिँ होइन फेरि एक प्लेट है त्यहाँ फेरि म त सेयर गर्नेवाला छैन नि फेरि मलाई लै कस्तो दामी छ है तर यो चाहिँ बन्दरगाह जस्तो है फेरि पोर्ट भन्छ यसलाई ओ यहाँ त पोस्टरै आयो त पोस्टरै छ है यहाँ पोस्टर ल है अब खै के भइरहेछ अनि के छ प्लान अब हामी यसपछि चाहिँ कता जान्छौँ थाहा छैन यो चाहिँ हामी हाइक गएर टक्क त्यसपछि माथि डाँडा काँडाबाट यहाँ झरेर यहाँ बन्दरगाह जस्तो छ यहाँ अनि यहाँ तल यो सी चाहिँ अघि नै हामीले त्यो उता मोन्टेरासोबाट जहाँ देखिरहेको थियो त्यही नै हो तर यहाँ छुट्टै छ यहाँ माथि एउटा यस्तो दामी ठाउँ छ यहाँ जान पनि मिल्दो रहेछ तर म चाहिँ जाँदिनँ ल यस्तै छ कुराहरू रमाइलो छ यो इन पनि हुनसक्छ मेबी नो ल फाइनली अब हामी ट्रेन कुर्दै यो मेरो क्लोजिङवाला भिडियो हुन्छ यहाँ हाम्रो फेरि मेन ब्लगरको फेरि यता छ है यहाँ के भन्दैछ नि साथीले यहाँ ओ नो लास्टमा फेरि ढुङ्गा आइदिएर फेरि है ल ठिक छ अनि अब त्यति गरेपछि हामी चाहिँ अब जान्छौँ होला हाम्रो हवेलीतिर ल फाइनली यो हाइक गएर सी गएर अनि गाउँ घुमेको वाला भिडियो चाहिँ अन्त्य भइसक्यो है ल चाउ